नमस्कार। आज चाहिँ म चाहिँ सामान्यतया आफ्नै कन्ट्री डोमेन लिएर एउटा सामान्य वेबसाइट चाहिँ बनाउन सिकाउँछु। वान पेजको चाहिँ वेबसाइट बनाउन सिकाउँछु है त। अनि भोलि आज चाहिँ हामी चाहिँ यो एआईबाट चाहिँ हामीले कोडहरू कसरी लिने होइन, अनि त्यसपछि आएर एआईबाट वेबसाइट कसरी बनाउने, अनि लाइभ कसरी गर्ने, लाइभ गिटहबबाट चाहिँ लाइभ पनि गर्न मिल्छ है। एकदम सामान्य छ। उम्, 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 उम्। ल, म हजुरहरूलाई चाहिँ कन्ट्री डोमेन लिन सिकाउँछु। कन्ट्री डोमेन चाहिँ कसरी लिने, फ्रीमा डोमेन, कन्ट्री डोमेन भन्ने कुराहरू सिकाउँछु। अनि लिनु होला। अहिले त्यसपछि आएर नर्मल्ली आफ्नो वेबसाइट नर्मल्ली आफ्नो वेबसाइट तपाईँहरूले आफैले बनाएर, आफ्नै हातबाट बनाएर त्यो डोमेनमा चाहिँ के गर्न सक्नुहुन्छ, लाइभ गर्न सक्नुहुन्छ है। त्यो डोमेनमा लाइभ गर्न सक्नुहुन्छ। अब म हजुरहरूलाई कन्ट्री डोमेन कहाँबाट लिने हो होइन, कसरी लिने हो, त्यो आइडिया चाहिँ म थोरै सेयर गर्छु। डोमेन रजिस्ट्रेसन ए अब जस्तो सङ्घ संस्थाको छ भने चाहिँ .org.np हुन्छ यी है। यो चाहिँ मैले बनाएको वेबसाइटहरू हो। यो चाहिँ मैले बनाएका वेबसाइटहरू हुन् है। यिनीहरू चाहिँ सङ्घ संस्थाहरूको पनि छ यहाँ। यो कन्ट्री डोमेनहरू हुन् है। मन्जुश्री ask.org.np, रुचि सोल्युसन .com.np, ntbnn.org.np। रजिस्ट्रेसन हुनुपर्छ है। संस्था रजिस्ट्रेसन छ भने मात्र लिन मिल्छ, नत्र भने डोमेन लिन मिल्दैन नि फेरि। अनि ntbnn.com.np, सदिक्षा होमस्टे .com.np, बिपी अधिकारी .com.np, भीम अधिकारी .com.np, मिना लम्साल .com.np, साराको घर .org.np, मुकुन्द भण्डारी .com.np होइन। यिनीहरू चाहिँ के छ, अधिकारी भीम .com.np होइन। यसरी के गर्न सकियो त, यसरी फ्रीमा डोमेन लिन पाइन्छ। लाइफ टाइमलाई अहिलेसम्म पैसा लिँदैन, नेपाल सरकारले पैसा लिँदैन। यो डोमेनहरू चाहिँ फ्रीमा किन्न चाहिँ पाइन्छ है, लिन चाहिँ पाइन्छ। अब चाहिँ के गर्ने त, त्यसलाई यो डोमेन लिनलाई के गर्नुपर्छ त भन्दा, प्रक्रिया के छ त भन्दा, यसरी चाहिँ निवेदन लेख्नुपर्छ। यसरी निवेदन लेख्नुपर्छ। हेर्नु त, यसरी निवेदन लेखेर यिनीहरूलाई पठाउनुपर्छ होइन। अब यसरी निवेदन लेखेपछि यसरी .np डोमेन नाम दर्ताका लागि निवेदन भन्ने, महोदय म भीमप्रसाद अधिकारी तपाईँको प्रतिष्ठित संस्था यो डट समक्ष मेरो व्यक्तिगत नामको .np होइन डोमेन नाम दर्ताका लागि निवेदन पेश गर्न चाहन्छु। मेरो आवश्यक डोमेन नाम भीम अधिकारी .com.np वा अन्य उपयुक्त डोमेनको नाममा। भनेको यदि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा, भीम अधिकारी चाहिँ अर्कैले लिइसक्दिया हुन्छ क्या होइन, अर्कैले लिइसक्दिया हुन्छ तपाईँको चाहिँ। त्यो भएर तपाईँहरूले चाहिँ आफ्नो नामको डोमेन चाहिँ सकभर आज चाहिँ आज तपाईँलाई काम नचाहिएला, भोलि तपाईँ चाहिँ अलिकति ठुलो मान्छे बन्नु होला, त्यति बेला चाहिँ तपाईँलाई चाहिँ के चाहिएला, कन्ट्री डोमेन नाम चाहिएला। अनि त्यो बेला त पाउनु भएन नि त। तपाईँको अर्को व्यक्ति जुतिया हुन्छ, त्यसले त लिया हुन्छ। अब उसको उसको के गरे हुन्छ, उसलाई काटेर तपाईँलाई त दिँदैन होइन, किनकि उसको नाम पनि सेम हो नि त होइन। त्यो भएर तपाईँहरूले चाहिँ आफ्नो नामको डोमेन लिएर मजासँग राख्न चाहिँ सक्नुहुन्छ है। लिएरै आफ्नो एकाउन्टमा मजासँग सुरक्षित राख्न चाहिँ सक्नुहुन्छ। अनि मैले आवश्यक सम्पूर्ण कागजातहरू संलग्न गरेको छु, जसमा निम्न समावेश छन् है। मेरो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ है। निवेदन पत्र भनेको यही हो, साइन हानेको चाहिन्छ, हातले लेखेको चाहिन्छ। फेरि यसरी कम्प्युटरमा लेखेकोले मान्यता हुँदैन है। हातले सेतो पेपरमा हातले लेखेको अनि त्यसपछि सही गरेको चाहिन्छ नि है। अनि अन्य आवश्यक विवरणहरू भनेको त्यहाँ फर्महरू भर्न चाहिँ के गरे हुन्छ, दिएको हुन्छ, नाम ठेगाना इत्यादि चिजहरू दिएको हुन्छ, त्यो चाहिँ भर्ने हो है। अनि त्यसपछि तपाईँको संस्थाले निर्धारित नियम र शर्त अनुसार मेरो निवेदनलाई स्वीकृत गरिदिनु हुन अनुरोध गर्दछु। यदि थप कागजात वा
जानकारी आवश्यक परेमा कृपया मलाई जानकारी गराउनुहोला भन्यो होइन। अनि त्यसपछि आएर आफ्नो नाम होइन, इमेल, सम्पर्क नम्बर चाहिँ के गर्ने राख्ने। तपाईँको सहयोगको अपेक्षा गर्दै समयमै मेरो निवेदनलाई स्वीकृत गरिदिनु हुन अनुरोध गर्दछु भन्ने सादर भीमप्रसाद अधिकारी तपाईँको हस्ताक्षर यहाँ चाहिँ लेख्न पर्यो है। यहाँ के गर्न पर्यो त, यसरी लेख्न पर्यो। के चाहियो त डकुमेन्ट? तपाईँको नागरिकता, तपाईँको आफ्नो व्यक्तिगत डोमेन लिने हो भने, आफ्नो व्यक्तिगत डोमेन लिने हो भने के चाहियो? नागरिकताको फोटो है। फोटो फेरि स्क्यान फाइल पनि मान्दैन नि, फेरि फोटो, क्लियर फोटो चाहिन्छ, क्लियर फोटो चाहिन्छ। अनि त्यसपछि आएर के चाहियो त? निवेदन हातले लेखेको फेरि फोटो फाइल, फोटो खिचेको क्या, क्यामेराले फोटो खिचेको, त्यसलाई ओरिजिनल मान्छ है। त्योहरू भएपछि अनि अरू विवरणहरू सरर भर्न मिल्छ है त। ल, यसरी चाहिँ के गर्न सकिन्छ मजासँग निवेदन यसरी लेखेर तपाईँको आफ्नो नाममा आफ्नो डोमेन नाम चाहिँ बेलैमै सुरक्षित गर्नुभयो भने तपाईँको नामको कसैले नि लिएर जान पाउँदैन। अर्को तपाईँकै नाम व्यक्ति भएको व्यक्तिले चाहिँ लिएर जान पाउँदैन। जस्तो कि मैले मेरो नामको डोमेन चाहिँ अलरेडी मैले ओगटेर बसेको छु होइन। अब भीमप्रसाद अधिकारी भन्ने डोमेन कसैले लिन पाउँदैन। तर व्यक्तिगतको चाहिँ .com.np हो है। व्यक्तिगत नामको लागि .com.np हुन्छ नि, तपाईँको नामको .com.np हुन्छ। यो चाहिँ के हुन्छ त तपाईँको नाम। अब जस्तो अब नाम खाली छ कि छैन भनेर चेक गर्न नि मिल्छ है। अब अरूले लिइसक्यो कि के गर्यो भनेर यहीँबाट चेक गर्न नि मिल्छ। जस्तो यहाँ के हुन्छ, चेक डोमेन एभाइलिटी होइन। जस्तो सजिना राई भनेर यसरी सर्च गर्नुभयो भने यो डोमेन अहिलेसम्म चाहिँ कसैले लिइसकेको रहन्छ, अहिलेसम्म कसैले लिइसकेको रहन्छ। सजिना राई .com.np नाम त यो चाहिँ गजबको रहेछ। ल बेलै चाहिँ लिनु होला है म्याम। सजिना राई .com.np भोलि चाहिँ अर्कैले उछिट्याइदेला। अहिले फ्रीमा पैसा लाग्दैन नि, फेरि पैसा लाग्ला भन्नु सोच्नु होला, पैसा लाग्दैन, फ्रीमा आफ्नो डोमेन, यो सरकारी डोमेन हो। तपाईँको नागरिकता, तपाईँको चाहिँ निवेदन भएपछि बकाइदासँग फ्रीमा सधैँभरिलाई लाइफ टाइमलाई पाइन्छ फेरि है, लाइफ टाइमलाई पाइन्छ। अनि त्यसपछि आएर अर्को सरहरू यहाँ को हुनुहुन्छ खोइ? सर एउटा कुरा सर, हजुर, त्यो निवेदन लेखेर अनि कम्प्युटरबाट प्रिन्ट आउट गरेर अनि त्यसमा सही गरेर सिग्नेचर गरेर हाल्दा हुन्छ कि के कसो सर? होइन नि सर, तपाईँको चाहिँ कम्प्युटरबाट त प्रिन्ट हान्नै पाइँदैन। हातले लेखेकोलाई एकदम हामीले सेतो पेपर हुन्छ नि, सेतो पेपर हुन्छ, त्यो सेतो पेपरमा सर निवेदन लेख्ने, अनि त्यहीँ साइन हान्ने अनि फोटो खिच्ने, अरू केही गर्न पाइँदैन है, अरू केही गर्न पाइँदैन नि। अब यसरी चाहिँ के छ यहाँ चाहिँ, अब जस्तो जनक सरको के छ नाम? जनक साक्य छ होइन। अब जनक साक्य आफ्नै नाम भन्दा बाइन्दको फेरि पाइँदैन नि, त्यो पनि खाली हुनुपर्छ। जनक के अरे नागरिकताको स्पेलिङसँग मिल्नुपर्छ नि, जनक साक्य होइन, जनक साक्य। ल उहाँको नि खाली छ है, जनक यो स्पेलिङ सही छ भने, यदि यो अहिलेसम्म खाली छ है त। अनि त्यसपछि आएर अब यसरी चाहिँ निवेदन लेख्नु होला। अब यसरी लेखिसकेपछि के गर्नु भन्दा, यहाँ म साइन आउट गर्छु। अहिले यहाँ मेरो चाहिँ एकाउन्ट छ। अब हजुरहरूले के गर्नु पर्यो त, साइन इन गर्नु पर्यो। अब हजुरहरू नयाँ हुनुहुन्छ होइन, नयाँ हुनुहुन्छ भने सिक्रेट युजरमा जानु पर्यो। पहिला कहाँ जाने त, पहिला register.com.np भन्नेमा चाहिँ जानुपर्छ है। यहाँ हेर्नु त, रजिस्टर एरिया राखिदिन्छु। ल यो register.com.np म चाहिँ यो हजुरहरूलाई यही च्याट बक्समा नि हालिदिन्छु है त। पसलहरूको नि मिल्छ है सर, दर्ता हुनु पर्यो, पसलहरूको नि मिल्छ, पसलहरूको नि मिल्छ है। दर्ता छ भने पसल, विदाउट दर्ता मिल्दैन होइन, दर्ता छ भने पसलहरूको नि मिल्छ। आफ्नो एकाउन्ट रजिस्ट्रेट गर्नु, आफ्नो एकाउन्ट रजिस्ट्रेट गरिसकेपछि यसरी रजिस्ट्रेट गर्दा नाम साम होइन सर्लक्क माग्छ, यसरी माग्छ। फुल नाम राख्नु है, ओरिजिनल नाम राख्नु। अनि आफ्नो इमेल राख्नु,
अनि त्यसपछि आएर पासवर्ड राख्नु अनि फेरि तल नि पासवर्ड राखेर क्रिएट एकाउन्ट गर्नु। अब क्रिएट एकाउन्ट गरिसकेपछि हजुरको लगइन भएर यस्तो भाग आउँछ, यस्तो भाग आउँछ हेर्नु त है, यस्तो भाग आउँछ। अब यो लगइन भएको हो क्या। अनि यस्तो आउँछ यहाँ चाहिँ अहिले एउटा नै रिक्वेस्ट गरेको छैन मैले डोमेन, त्यो भएर 0 डोमेन भनेको छ। तर मसँग एक्टिभ डोमेनहरू थुप्रै छन्, यी मसँग थुप्रै छन्। अब डोमेन लिनलाई के गर्ने त भन्दा अब जस्तो चुडामणि गौतम, चुडामणि गौतम भनेर चाहिँ के गरियो, यहाँ आएर सर्च गरियो हो। यसरी सर्च गरिसकेपछि यहाँ एभाइलेबल देखायो होइन, चुडामणि गौतम .com.np भनेर के भयो त देखायो। अब हामीले रजिस्टर्ड गर्नु पर्यो होइन, यहाँ क्लिक गर्ने, यहाँ क्लिक गर्ने है सबैले, यहाँ क्लिक गर्ने। अनि यहाँ क्लिक गरेपछि यहाँ चाहिँ डोमेन नेम चाहिँ तपाईँको के भयो त चुडामणि गौतम .com.np भयो है हजुरको। अब यहाँ चाहिँ के माग्छ भन्दा होस्ट नेम र सर्भर के अरे सर्भर नेम माग्छ क्या है। यो नेम सर्भर चाहिँ यहाँ देखाएको छ नि होइन, अथवा यही राखिदिए नि हुन्छ। यहीँ जे लेखाएको छ NS1 hosting.net.np भनेर राखिदिनु भयो भने नि हुन्छ फेरि है। अहिले जुनसुकै राखिदिँदा नि हुन्छ। होस्ट नेम चाहियो, यति हो, होस्ट नेम चाहियो, नेम सर्भर चाहियो। तर चाहिँ अहिले जुनसुकैको राखिदिँदा नि हुन्छ, पछि चेन्ज गर्न मिल्छ है, आफूले वेबसाइट बनाउने बेला चेन्ज गर्न मिल्छ नि। S1 होइन .hosting .net.np नै राख्दा नि हुन्छ है। यहाँ NS1, यहाँ चाहिँ NS2 हो। यता चाहिँ एक ठाउँ NS1 भएपछि अर्कोमा NS2 हुनुपर्छ है। यसमा के हुनु पर्यो त NS2 हुनु पर्यो। यसरी यो राखिदिनु है, यसरी राखिदिनु। अनि त्यसपछि आएर आफ्नो नाम, पुरा नाम लेख्ने है। यहाँ चाहिँ तपाईँको नागरिकतामा जे छ त्यो फुल नाम राख्नुपर्छ नि यसमा। यदि तपाईँको व्यक्तिगत डोमेन होइन, तपाईँको संस्थागत डोमेन हो भने तपाईँको नाम पनि यहाँ, जसको नाममा संस्था दर्ता छ त्यसको नाम यहाँ। अनि त्यसपछि जसको जुन संस्थाको नाम हो त्यसको नाम यहाँ, संस्थाको नाम है, संस्थाको नाम यहाँ होइन। अनि जसको नाममा दर्ता छ त्यो व्यक्तिको नाममा नाम यहाँ, यसरी संस्थाको लेख्ने है। अब जस्तो तपाईँको पसल छ भने पसलको नाम यहाँ होइन। यहाँ चाहिँ जस्तो रुचि सोलुसन भनेर मैले लेख्छु भने यहाँ चाहिँ मैले के राख्छु त भीमप्रसाद अधिकारी राख्छु होइन। अब चाहिँ यहाँ के राख्नु पर्यो, कन्ट्रीको ठाउँमा नेपालै भयो। अब आफू कुन प्रदेशको हो त्यो लेख्ने होइन। अनि त्यसपछि आएर सिटी लेख्नै पर्यो, ठेगाना लेख्नै पर्छ, इमेल एड्रेस लेख्नु। अनि टेलिफोन नलेख्दा नि हुन्छ। मोबाइल नम्बर चाहिँ कम्पलसरी चाहिन्छ है, मोबाइल नम्बर चाहिँ कम्पलसरी चाहिन्छ। यो रातो लेखेको छ नि, हेर रातो टिक लगाएको छ नि, एरिया स्टार छ नि रातो हो। यस्तो बटमहरू भएको भर्नै पर्छ है, अरू चाहिँ नभर्दा नि हुन्छ। यो रातो टिक लगाएको छ त्यहाँ स्टार छ, त्यो चिज भर्नै पर्ने हुन्छ है। अब तपाईँलाई टेक्निकल सपोर्ट चाहियो भने अब कहाँ कन्ट्याक्ट गर्ने, कुन ठेगानामा कन्ट्याक्ट गर्ने त भन्दा सेम माथि जे इन्ट्री गर्नुभएको छ त्यसैमा यहाँ क्लिक गरिदिए हुन्छ है। यसमा हेर, यहाँ क्लिक गरेपछि यहाँ अटोमेट भरिन्छ, माथि जे भर्नुभएको थियो त्यही नै भरिन्छ है यहाँ। अब हेर यहाँ चाहिँ के गर्ने भन्दा यसलाई टिक लगाइदिनु भयो भने यहाँ जे माथि भर्नु भएको थियो त्यो चिज चाहिँ के हुन्छ, यहाँ भरिन्छ। अनि त्यसपछि आएर तल रह्यो। अब यसलाई चाहिँ यहाँबाट के गर्ने, ऊ गर्दै जाने, यहाँबाट सेभ एन्ड कन्टिन्युज गर्ने। जस्तो म भनौँ चुडामणि गौतम है, चुडामणि गौतम भने अब अर्गनाइजेसन यो भने ल मानव यो काठमाडौँ नै बागमती प्रदेश भने ल काठमाडौँ ल मैती देवी नै भने मैती देवी भने होइन। पोस्ट बक्स नम्बर चाहिएन। अनि काठमाडौँ नेपाल भने होइन। अनि इमेल चाहिँ चुडामणि गौतम @gmail.com नै राखिदिएँ होइन। मोबाइल नम्बर चाहिँ 98 ल 1 2 3 4 5 6 7 8 9 0 ल 10वटा नम्बर राखिदिएँ। अब यो के भयो, यसरी सर र भरेँ। यसरी भरिसकेपछि यसलाई के गर्ने, हेर यहाँ सेम गर्नलाई यहाँ टिक लगाउने। अब सेम भयो, अब कन्टिन्यू गर्न पाइन्छ है। अब यो के हुन्छ, कन्टिन्यू हुन्छ। यसरी कन्टिन्यू भइसकेपछि अब यहाँ चाहिँ बल्ल डकुमेन्ट हाल्ने ठाउँ आउँछ।
अब के गर्ने त सर म्यामहरू हेर यहाँ अब कभर लेटर भनेको छ नि होइन, कभर लेटर भनेको ठाउँमा तपाईँले हातले लेखेको यसरी क्लिक गर्ने अनि यहाँ हातले लेखेको निवेदन स्वाट के गर्ने त राख्ने है। हातले लेखेको निवेदन कभर लेटर भनेको ठाउँमा के गर्ने राख्ने अनि यसलाई के गर्ने सेभ गर्ने, सेभ इमेज गर्ने होइन। अनि यो 200 केबी भन्दा सानो चाहिन्छ है, किलोबाइट भन्दा सानो, त्यो ठुलो भयो। अनि त्यसपछि आएर अर्को रजिस्ट्रेसन अथवा सिटिजन डकुमेन्ट भनेको छ होइन, जस्तो तपाईँको संस्था छ भने दर्ता संस्था दर्ताको प्रमाणपत्र, यदि चाहिँ तपाईँको व्यक्तिको हो भने चाहिँ नागरिकताको फोटोकपी, फोटो फोटो फोटोकपी होइन, फोटो ओरिजिनल फोटो चाहिँ यहाँ क्लिक गर्ने अनि फेरि यहीँ अपलोड गर्ने। अनि फेरि चाहिँ एडिसनल डकुमेन्ट भनेको छ नि, यो चाहिँ के गर्नुपर्छ भन्दा जो तपाईँहरूको संस्था अथवा पसलहरू छ नि त्यसको प्यान अपलोड गर्नुपर्छ है। एडिसनल डकुमेन्टमा के गर्नुपर्छ भन्दा यदि तपाईँहरूको संस्था हो भने संस्थाको पनि प्यान, पसल हो भने पसलको नि प्यान है, दुइटैको प्यान हुन्छ। त्यो प्यान नम्बर एडिसनल डकुमेन्टमा, कभर लेटर भनेको चाहिँ हातले लेखेको लेटर, अनि रजिस्ट्रेसन अथवा त्यो सिटिजनसिप डकुमेन्ट भनेको अब संस्थाको हकमा चाहिँ रजिस्ट्रेसन दर्ता दर्ता प्रमाणपत्र, अनि व्यक्तिको नाममा तपाईँको नामको नाममा चाहिँ नागरिकताको सिटिजन है। त्यो चिजमा चाहिँ क्लिक गरेर यसरी सेभ सेभ गर्दै गएर अनि सब्मिट गरिदिने हो है त। त्यसरी सब्मिट गरिदिने हो अनि सब्मिट हुन्छ। अब सब्मिट भइसकेपछि अनि बल्ल के हुन्छ त, अब यो यहाँ चाहिँ यो भने यो अन्डर रिभ्यू भन्छ, यसरी नै के भन्छ अन्डर रिभ्यू भने हुन्छ है। यसरी अन्डर रिभ्यू हुन्छ, यदि तपाईँलाई दियो भने अनि यहाँ एक्टिभ भन्ने हुन्छ। बल्ल कसरी एक्टिभ हुन्छ त, यी यसरी एक्टिभ भन्ने हुन्छ, यसरी आउँछ। अब के गर्ने त हजुरहरूले यसरी चाहिँ मजासँग चाहिँ गर्नु होला। अनि त्यसपछि आएर यो ल आज चाहिँ तपाईँहरूले चाहिँ इमेल गरेर इमेल होइन यो रजिस्ट्रेसन गरेर पठाउनु होला। अनि भोलि चाहिँ तपाईँको डोमेन नि आउँछ। अनि यो वेबसाइट पनि लाइभ गर्न सिकौँला क्या, आफ्नो नामभन्दा बाहिन्दाको डोमेन चाहिँ दिँदैन। अब संस्थाको चाहिँ यसरी .org.np हुन्छ है, संस्थाहरूको चाहिँ .org.np हुन्छ। अब जस्तो यो एनपी तपाईँले यो पनि लिन सक्नुहुन्छ है, लिनलाई दुइटै दुइटै म दुइटै .com.np पनि चाहिँ संस्थाको चाहिँ संस्थाहरूको दुई थरी लिन पाइन्छ क्या। .com.np लेख्छु भने पनि पाइयो अनि .org.np लेख्छु भने पनि पाइयो है, दुइटै दिन्छ, दुईवटै दिन्छ। यो चाहिँ हजुरहरूले नाम चाहिँ लिएर आउनु होला है, भोलि आउँदा नाम चाहिँ लिएर आउनु होला। आफ्नो नामको चाहिँ डोमेन रजिस्टर्ड गरेर आउनु होला। अहिले रजिस्टर्ड गर्न एप्लाई गर्नु भने भोलिसम्म बेलुकासम्म त लगभग दिन्छ तपाईँलाई होइन। मिस्टेक नगरिकन एप्लाई गर्नु है, अक्षर मिस्टेक नगर्नु नि, अक्षर एकदम हेर्नु, बरु एप्लाई गर्नुभन्दा पहिला एक दुईचोटि हेर्नु। ल आजलाई यति नै, भोलि चाहिँ हामी अझै विस्तृत रूपमा चाहिँ आफ्नो डोमेन आएपछि अझ राम्रो तरिकाले सिकौँला। युट्युब वाला क्लासमा कहिले जोइन गर्न मिल्छ त? त्यो जहिले नि गर्न मिल्छ सर, तपाईँ जहिले जोइनिङ भए पनि सुरुबाटै हुन्छ तपाईँलाई। एकदम सिङ्गल वाइज एक दिन क्लास हुन्छ त्यहाँ, भनेको सिङ्गल कोच हुन्छ के। जस्तो यहाँ चाहिँ एकजनालाई यहाँ चाहिँ के हुन्छ, एकचोटि सर र देशी सक्यो, यो चाहिँ देशी। अब तपाईँले सम्झिनुहोस्, अब के हुन्छ, तपाईँले सम्झिनु भयो कि भएन, कि तपाईँले जान्नु भयो कि भएन, कि त्योसँग चाहिँ मैले चाहिँ फेरि रिपिट गरेर सोध्या हुन्न होइन। त्यहाँ चाहिँ के हजुर हुन्छ, अब जस्तो गोपाल सर चाहिँ हाम्रो क्लास लिनुहुन्छ, अब उहाँलाई चाहिँ पहिला पर्सनल्ली कोच गराएर अर्को चाहिँ के गर्छु, अर्को स्टुडेन्टलाई चाहिँ मैले अनि कोच गराउँछु। उहाँलाई चाहिँ अब भयो भनेपछि अनि अर्को उहाँलाई जुन एक दिनमा सिक्न पर्ने स्टेप हो त्यति सिक्नुहुन्छ अनि अर्कोले पाउनुहुन्छ क्या, त्यस्तो हुन्छ। व्यक्तिगत हुन्छ सर है, पर्सनल्ली कोच जस्तै हुन्छ। ल यस युट्युब क्लास एकदम सहज छ, सरले एकदम सिङ्गल कोचिङ नै गरेर पढाउनुहुन्छ, अहिलेसम्म राम्रै गरिराख्नु भएको छ। ठिक छ, ल हुन्छ सर। ल अब अहिलेलाई छुटौँ। हजुरहरूले नाम लिएर चाहिँ रजिस्ट्रेसन गरेर आउनु भोलि, कसको आउँछ नाम, अनि पुरा लाइभ गरौँ न आफ्नो नामको वेबसाइट। क्या लाइभ गर्न मजा हुन्छ नि ल ल है।
हस् ल छुट मैले ल